एनसेलको यो करोडपति बन्ने पालो तपाईको अफर भनेको चाहिँ के हो? सो यसको लागि चाहिँ हामीलाई अलि पछाडि गएर हेर्नुपर्छ। विगत केही महिना अगाडि चाहिँ एनसेलले भ्यालिडिटीका कारणले आफ्नो लाखौं ग्राहकहरू गुमाउन पुगेको थियो र आफ्नो त्यो रिसलाई फेरि बढाउनका लागि चाहिँ एनसेलले यो मार्केटिङ स्ट्र्याटेजी अपनाएको छ, जस अन्तर्गत एनसेलले चाहिँ करोडपति बन्ने पालो तपाईको भन्ने अफर चाहिँ ल्याएको छ। जस अन्तर्गत चाहिँ प्रत्येक हप्ता 10 जनाले 1-1 लाख गरी 10 लाख पाउनेछन् र यो प्रोग्राम चाहिँ 15 जुनदेखि स्टार्ट भएको थियो भने पहिलो साप्ताहको नतिजा चाहिँ प्रकाशन भइसकेको छ, जस अन्तर्गत 15 जुनदेखि 21 जुनसम्मका सम्पूर्ण टिकटहरूको लकी ड्र गराएर 10 जना विजेताहरूलाई छानिएको छ र ती विजेताहरूको लिस्ट चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ। र यो साप्ताहिक प्रोग्राम चाहिँ अबको अझै 11 हप्ता अरु चल्नेछ, जस अन्तर्गत अहिले जुन 22 देखि जुन 28 सम्मको यो हप्ताको नतिजा चाहिँ अब 5 दिनपछि नै आउनेछ र यो सबै 12 हप्ताको रिवार्ड पछि चाहिँ एकजना लकी युजर्सले चाहिँ बम्पर प्राइजको रूपमा 1 करोड रुपैयाँ पाउनेछन् र 1 लाख जितिसकेको मान्छेले चाहिँ फेरि पल्ट 1 लाख जित्न चाहिँ पाउने छैन र टोटल यो 120 जनाले पाउने 120 लाख रुपैयाँ चाहिँ नयाँ युजर चाहिँ हुनेछन् र 1 करोड चाहिँ 1 लाख पाएको मान्छेले नि पाउन सक्छ, नपाएको मान्छेले नि पाउन सक्छ। र अब यो प्रोग्राममा कसरी पार्टिसिपेट लिने भन्दाखेरि तपाईलाई जो छ एनसेल एप अथवा एनसेलको कोड युज गरेर तपाईलाई एसएमएस प्याक, डाटा प्याक और रोमिङ प्याक चाहिँ बाई गर्नुपर्ने हुनेछ। यद्यपि तपाईले एनसेलको सिम बाई गर्नुभयो भने पनि तपाईलाई टिकटहरू चाहिँ प्राप्त हुनेछ र तपाईले प्रत्येक 99 रुपैयाँको डाटा प्याक, भोइस प्याक, एसएमएस प्याक और रोमिङ खरिद गरेमा तपाईलाई एउटा टिकट चाहिँ प्राप्त हुनेछ। र म तपाईले एनसेल एपमा गएर यसको सम्पूर्ण जानकारी दिन लागेको छु र तपाईले यहाँ हेर्न सक्नुहुन्छ 99 रुपैयाँको 7 डेजको एउटा डाटा प्याक रहेको छ, जस अन्तर्गत तपाईले यसमा वान टाइम डाटा प्याक बाई गर्नुभयो भने तपाईले 99 रुपैयाँ बापत एउटा खाली टिकट पाउनुहुनेछ। तर सेम 99 रुपैयाँको डाटा प्याक तपाईले रिन्युएबलमा बाई गर्नुभयो भने तपाईले 2 वटा टिकट चाहिँ पाउनुहुनेछ त्यही 99 रुपैयाँमा। र यो रिन्युएबल प्याक भनेको के हो भन्दाखेरि अर्को पल्ट फेरि 99 रुपैयाँ तपाईको ब्यालेन्सबाट कटेर आफै नै यो 7 डेज प्याक एक्टिभेट भइहाल्नेछ र त्यसको पनि तपाईले 2टा टिकट पाउनुहुनेछ, यानी कि कुल तपाईहरुले यसबाट 4 वटा टिकट पाउन सक्नुहुनेछ। तर तपाईले वान टाइम 2 चोटी बाई गर्नुभयो भने फेरि 2टा टिकट खाली पाउनुहुनेछ। सो तपाईले यो टिकटको वान टाइम र रिन्युएबल अफर चाहिँ बुझि नै सक्नु भएको छ। त्यस्तै यहाँ स्क्रोल गर्दै जाँदा तपाईले अरु थुप्रै जो छ बढी प्याकेजहरु पनि देख्न सक्नुहुनेछ, जस अन्तर्गत तपाईलाई बढी टिकटहरु चाहिँ प्राप्त हुनेछ र एसएमएस प्याक र भोइस प्याकको पनि यही नै सिस्टम छ। तर रोमिङ प्याकमा के छ भन्दाखेरि तपाईले प्रत्येक 99 रुपैयाँको बाईमा तपाईलाई 2 वटा टिकट प्राप्त हुनेछ र आफूले पाएको यो टिकट हेर्नका लागि चाहिँ तपाईले एनसेल एप मार्फत हेर्न सक्नुहुनेछ, जस अन्तर्गत तपाईले डाटा प्याक बाई गरिसकेपछि 1 घण्टापछि तपाईको एनसेल एपमा यो ब्यानरमा क्लिक गर्नुभयो भने भ्यू माई टिकटमा गएर हेर्न सक्नुहुनेछ। तर तपाईलाई डाटा प्याक बाई गर्दा बित्तिकै नै आफ्नो टिकट हेर्न मन छ भने तपाईले आफ्नो एनसेलको सिममा चाहिँ एउटा कोड टाइप गर्नुपर्ने हुनेछ, जस अन्तर्गत तपाईले *9999# कोड डायल गर्नुपर्ने हुनेछ, जस अन्तर्गत तपाईले आफूले प्राप्त गरेको टिकट चाहिँ हेर्न सक्नुहुनेछ र यो टिकटको नतिजा चाहिँ प्रत्येक हप्तामा आउनेछ र यस हप्ताको नतिजा चाहिँ हाम्रो यही 28 जुनमा आउनेछ र यो नतिजा चाहिँ तपाईहरुले एनसेल एपबाट अथवा एनसेलको युट्युब च्यानल अथवा कान्तिपुर टिभीएचडीबाट चाहिँ हेर्न सक्नुहुनेछ र त्यो रिजल्ट पनि हामी हाम्रो यो युट्युब च्यानलमा प्रकाशन गर्दिनेछ र त्यसको लागि चाहिँ हाम्रो युट्युब च्यानललाई चाहिँ तपाईले सब्स्क्राइब गरिदिनु होला। र आजको भिडियो चाहिँ यति नै राखौं, जस अन्तर्गत तपाईले केही पनि नबुझेको कुरो छ भने तपाईले हामीलाई भन्न सक्नुहुनेछ। हस्, जय नेपाल।